ओके। ओके, हामी डिस्टेन्सको हिसाबले टाढा भएको भएर हामी नयाँ गिटार अनबक्सिङ गर्दैछौँ गाइस। Oh my god! ए यो चाहिँ ल, यो चाहिँ गिटारको ब्याग हो। यो चाहिँ एकदमै राम्रो छ होइन, बाक्लो पनि छ, देख्न सक्नुहुन्छ। यस्तो बोक्नको लागि एकदमै जहाँ नयाँ ठाउँमा जानलाई, बाइकमा हिँड्नलाई एकदमै राम्रो छ यो चाहिँ एक्स्ट्रा होइन। पेमेन्ट गर्नुपर्छ होइन यो ब्यागलाई, नत्र नर्मल ब्याग दिन्छ। नर्मल नर्मल कतिको थियो, तिन तिन टाइपको ब्याग थियो होइन। यो चाहिँ सबभन्दा हाई क्वालिटीको ब्याग है। लेट्स सी गाइस, आज हामीले नयाँ गिटार किनेका छौँ अनि हामी चाहिँ यो अनबक्सिङ गर्दा गइरहेका छौँ। अनि हामी चाहिँ यो गिटारसँगै के आयो त कसो त संसारका कुराहरू हेरौँ है त। Okay. ओके, यो गिटारको प्राइस चाहिँ 12 करोड। के बोले भाइ? अब के बोले? के जथाभावी बोले? अनि सुरुमा चाहिँ यो हाम्रो यो आएको छ। यसमा यो चाहिँ एक्स्ट्रा पैसा तिरेर लिएको, करिब 2 करोड जति। ठीक है समझिया। यो चाहिँ हाम्रो वायर हो, जसलाई चाहिँ स्पिकरमा हामीले कनेक्ट गरेर बजाउन सकिन्छ है। अर्को चिज चाहिँ यस, यो चाहिँ के पा गिटारको। अरे कहना क्या चाहते हो? गिटार क्लिप। यसलाई पनि करिब 50 लाख जस्तो परेको होला यसलाई। अनि त्यस पछाडि वी क्यान सी यो चाहिँ स्ट्रिङ पाइम। हामीले चाहिँ यो चाहिँ 6वटै हुन्छ, यसमा 6वटा मजाले नयाँ पाउँ। तपाईँहरूले गिटार किन्दा चाहिँ एक सेट फ्रीमा दिँदो रहेछ यो चाहिँ बुझ्नु। हो, यो चाहिँ फ्रीमा दिँदो रहेछ। यो चाहिँ एकदमै राम्रो, गिभिङ दिस। ओके, एन्ड अनदर वी क्यान सी वाउ, दिस इज बेल्ट गिटारको बेल्ट पछाडिबाट भन्नु। यो पनि राम्रै रहेछ, ठिकै छ, यो एकदमै राम्रो छ। एन्ड अर्को चाहिँ के आयो हामीसँग, यो घुमाउने एलेङ्की। अनि अर्को चाहिँ हाम्रो यो आएको छ पिक बजाउने। यदि हातमा चाहिँ यस्तो छ भने समस्या छ भने, मेरो पनि समस्या छ गाइस। यो चाहिँ 2वटा छ। अब चाहिँ हामीले 12 करोडको माललाई अनबक्सिङ गर्न गइरहेका छौँ। ल हेरौँ है त। यसको चाहिँ अगाडिपट्टि चाहिँ यस्तो छ, मजाको छ। यो चाहिँ पस्न पनि सक्नुहुन्छ। माथिको यो सानो चेन छ क्या, यो चाहिँ सानो चेन हो, यसमा पनि राख्न सकिन्छ। यो चाहिँ एकदमै दामी छ। यो कपडा चाहिँ एकदमै राम्रो खालको कपडा रहेछ। अनि यो चाहिँ यतिकै यसरी उचाल्नु पनि मिल्यो यो टक्क। ल अब चाहिँ हामी अनबक्सिङ गरौँ है त। बिगिनर हो, तर गिटार बजाउनलाई चाहिँ हामी कन्फर्म बिगिनर लेट्स सी गाइज, हामी चाहिँ एकदमै वी आर एक्साइटिङ टु अनबक्सिङ होइन। किनभने यो चाहिँ हाम्रो धेरै समय अगाडिदेखिको यो हाम्रो प्लान थियो गिटार किन्ने। ल यु क्यान सी गाइज होइन, यो चाहिँ एकदमै उडन कलरमा होइन, यस्तो बवाल छ। फोटोमा हेर्दाखेरि हल्का त्यो उडनको यस्तो देखिए पनि, तर यो चाहिँ यस्तो स्मुथ छवटा हुन्छ। अनि यो चाहिँ पछाडि पनि यति दामी छ होइन, यो चाहिँ यस्तो बवाल छ। अनि यसको मेन फिचर चाहिँ यहाँ छ, ट्राइब मिड अनि बेस। वी क्यान सी ब्याट्री हामी हेरौँ, ब्याट्री यस्तो छ गाइस। यस्तो छ। गिटारको भोल्युम भयो, यो चाहिँ यो स्पिकरमा जोडेपछि मात्रै थाहा हुन्छ। सुरुमा चाहिँ कस्तो छ, यसको आवाज चाहिँ यस्तो छ गाइस। यस्तो दामी छ होइन। लेट्स सी एउटा ट्राई गरिहालौँ। यस्तो दामी बजिरहेको छ।
बिग्रियो यार। हामी चाहिँ एकदमै बिगिनर हो गाइस। ओके गाइस, तपाईँहरू पनि गिटार किन्न चाहनुहुन्छ, कुनै नयाँ बिगिनर हुनुहुन्छ अथवा प्रोफेसनल हुनुहुन्छ, तपाईँहरूलाई गिटार किन्ने कुनै इच्छा छ भने यस्तो राम्रो गिटार सप जहाँबाट हामीले खरिद गऱ्यौँ त्यहाँ धेरै कुराहरू डिस्काउन्ट दिनेदेखि लिएर गिफ्टहरू दिनुहुने रहेछ। अब त्यो गिफ्ट तपाईँहरूलाई चाहिन्छ भने हामीलाई कन्ट्याक्ट गर्नुहोला। हामी तपाईँहरूलाई उहाँको ठेगाना, उहाँको सम्पूर्ण कुराहरू तपाईँलाई प्रोभाइड गर्नेछौँ। सपोर्ट अस एन्ड वी विल गो टुगेदर। ओके ओके गाइज, जय नेपाल। बाई बाई। ट्याप लाएर चटर चटर